दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा कमेन्टेटर फाफ डु प्लेसिसले टी20 विश्वकप 2026 को टिम अफ द टुर्नामेन्ट 2 घोषणा गरेका छन्। क्रिक इन्फोसँगको कुराकानीका क्रममा उनले घोषणा गरेको टिम अफ द टुर्नामेन्टमा नेपाली अलराउन्डर दिपेन्द्र सिंह ऐरी पनि अटाएका छन्। दिपेन्द्रले यस विश्वकपमा 4 खेलमा लगातार 2 अर्धशतकीय पारीको मद्दतमा 169 रन बनाए। साथै उनले राम्रो इकोनोमीमा 2 विकेट समेत लिए। सोही कारण फाफले दिपेन्द्रलाई आफ्नो टिम अफ द टुर्नामेन्ट 2 मा समावेश गरेका हुन्। यस्तै उनी टी20 विश्वकप 2026 मा नम्बर 1 एसोसिएट ब्याटर बनेका छन्। दिपेन्द्रले यस विश्वकपमा 144.44 को स्ट्राइक रेटमा 150+ रन बनाए। सोही कारण दिपेन्द्र सर्वाधिक रनकर्ताको एसोसिएट ब्याटरको सूचीमा पहिलो नम्बरमा रहे। उनी यस विश्वकपमा आईसीसी टी20 वरियताको शीर्ष स्थानमा रहेका भारतका अभिषेक शर्मा भन्दा समेत अगाडि देखिए। अभिषेकले विश्वकप 2026 मा 8 खेलमा 2 अर्धशतक सहित 141 रन जोडे, जबकि ऐरीले 4 म्याचमै 169 रन बनाउँदै आफ्नो क्षमता देखाए। उनको प्रदर्शनले गजब सन्देश दिएको छ। मौका पाए नेपाली खेलाडीले पनि मजाले चौका प्रहार गर्न सक्छन्। सोही कारण होला विश्वकपकै बीचमा भएको पीएसएल अक्सनबाट उनलाई इस्लामाबाद युनाइटेडले अनुबन्ध गर्यो। दिपेन्द्र पहिलोपल्ट पाकिस्तान सुपर लिग अर्थात पीएसएल खेल्ने तयारीमा छन्। 60 लाख पाकिस्तानी रुपैयाँ पारिश्रमिकका साथ इस्लामाबाद युनाइटेडमा आबद्ध ऐरी यस लिगमा बिक्री हुने दोस्रो नेपाली क्रिकेटर हुन्। यसअघि सन्दीप लामिछानेले पीएसएल खेलिसकेका छन्। 26 मार्चदेखि सुरु हुने यस सिजनको पीएसएलमा दिपेन्द्र आबद्ध टिमको पहिलो खेल 28 मार्चमा छ। इस्लामाबादले पहिलो म्याचमा मुल्तान सुल्तानको सामना गर्नेछ। विश्वकप 2026 मा राम्रो प्रदर्शन गरेका दिपेन्द्र पीएसएलको पहिलो चरणमै डेब्यू पाउने सम्भावना उच्च छ। तपाईको विचारमा दिपेन्द्रले यसपालिको पीएसएलमा कति म्याचमा मौका पाउलान्? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस पेजलाई लाइक र फलो पनि गर्नुहोला। धन्यवाद।